भनौँ न तपाईको जवानी पनि तपाईको सुरु भएको छैन। कमेन्ट मलाई लेख्नु भएको छ नवाब दाइले, एमबीके सिक्युरिटी सर्भिस कस्तो छ नअत्तालिनुस्। त आयुष दाइले मलाई लेख्नु भएको छ एडभान्टेज डिसएडभान्टेजहरू हुन्छ। साथीहरू मजाक सम्झेर नआउनुस्, तपाईँले खेलाची सम्झेर नआउनुस्। घरमा बेकार बस्नु भएको छ, बेरोजगार बस्नु भएको छ है, कुनै पनि तपाईँकोमा अब कमाइ धमाइको त्यो साधन छैन होइन, तपाईँको इन्कम सोर्सेस छैन र तपाईँ अब राम्रो तपाईँ क्वालिफिकेसन पनि तपाईँकोमा छ, तपाईँ अब एटलिस्ट अब मतलब कमसेकम पनि तपाईँ ग्रेजुएसन लेभलमा सर्टिफिकेट तपाईँको छ भने साथीहरू तपाईँको लागि एकदमै राम्रो मौका छ है सिक्युरिटीको जबमा आएर काम गर्ने। यो पनि भनौँ न कि अब यदि तपाईँ अब यहाँ आउनु चाहनुहुन्छ या फिर तपाईँले कसैकोबाट सुन्नु भएको छ यहाँ सिक्युरिटी गार्डको जबको बारेमा कस्तो बेनिफिटहरू छ यहाँ है, कस्तो एडभान्टेजहरू छ र अब तपाईँको त्यस्तो तपाईँले मन बनाउनु भएको छ यो फ्युचरमा यहाँ आएर तपाईँले यो जबलाई जोइन गर्ने। त साथीहरू आजको सानो एउटा भिडियोमा अब दुईवटा कमेन्ट म तपाईँसँग यस्तो सेयर गर्छु जसको अब उत्तरको माध्यमबाट म तपाईँलाई यो भिडियोमा एउटा मेसेज तपाईँले दिने, एउटा गाइडेन्स तपाईँले दिने कि माने कस्तो चाहिँ यहाँ सिक्युरिटीको जब चाहिँ हुन्छ यहाँ है। साथीहरू सुरु गरौँ आजको सानो एउटा भिडियो, एउटा क्युएनएको भिडियो या अरू तपाईँको प्रश्नको उत्तर म यसमा दिएर तपाईँले अब एउटा जो यहाँ अन ग्राउन्ड अन रियालिटी छ यहाँ त्यो तपाईँले म भन्ने प्रयास गर्छु। सिक्युरिटी गार्डको जबमा हुनु त राम्रो पैसा छ, राम्रो तपाईँले पैसा कमाउन सक्नुहुन्छ एज अ स्यालेरीको रूपमा है, तर मजाक नसम्झेर आउनुहोस् है साथीहरू, मजाक सम्झेर नआउनुहोस्, तपाईँले खेलाची सम्झेर नआउनुहोस्। सिक्युरिटी गार्डको जबको बारेमा थुप्रै चिजहरू यस्तो हुन्छ कि जो तपाईँले सुन्नु भएको छ त्यो यहाँ तपाईँ आएर एकदमै जमिन आसमानको फरक तपाईँले पाउनुहुन्छ। त्यहाँ सुनेको जस्तै र यहाँ अब आएर खटेको जस्तै हुँदैन एक बराबर, किनभने भन्ने मान्छेले साथीहरू तपाईँले उसले आफ्नो हिसाबले भनेको होला, तर यहाँ हरेक ड्युटीको ठाउँ हरेक ड्युटी लोकेसनको आफ्नो आफ्नो कहानी छ, आफ्नो आफ्नो सिस्टम छ है, आफ्नो आफ्नो अब एडभान्टेज डिसएडभान्टेजहरू हुन्छ। त यो कुरा चाहिँ अलिक ध्यानमा राख्नु साथीहरू। र सुरु गरौँ आजको सानो एउटा यो क्युएनको भिडियो। मलाई फर्स्ट कमेन्ट मलाई पठाउनु भएको छ आयुष कोइराला दाइले। त आयुष दाइले मलाई लेख्नु भएको छ दाइ मेरो स्पार्कको मोल एमओएलई अब त्यो कल होला तर मोल लेख्नु भएको छ किनभने मल त मैले बुझिनँ। दाइ मेरो स्पार्कको मल आएको 45 दिन भयो तर भिजा दिएको छैन किन होला, अनि एमबीके कस्तो छ त्यसको पनि इन्फर्मेसन दिनु न। त आयुष दाइ हेर्नुहोस् तपाईँले दुईवटा प्रश्न सोध्नु भएको छ। सबभन्दा पहिला त अब तपाईँको कल आएको होइन, अब त्यो कलै होला, कल आएको तपाईँको 45 दिन भयो तर भिजा आएको छैन भन्नुभयो तपाईँले होइन। त अब हेर्नुहोस् दाइ यसमा चाहिँ म के भन्छु भन्दाखेरि अलिकति धेरै राख्नुहोस्, अलिकति पेसेन्स राख्नुहोस्, नअत्तालिनुहोस्। कल आएको छ तर अब भिजा आएको छैन, तर अब तपाईँले त्यहाँ आफ्नो मेन पावर एजेन्टले सोध्नु सक्नुहुन्छ कि कारण चाहिँ के भयो, किनभने 45 दिन चाहिँ अब नर्मली लाग्दैन त्यति होइन। अब तपाईँको इन्टरभ्यू भएपछि तपाईँको बहुतै मतलब 10-15 दिनको भित्रभित्र तपाईँले खबर पाइसक्नुहुन्छ, तर पनि हुनसक्छ केही कारणवश त्यस्तो भयो होला। आफ्नो मेन पावर एजेन्टले कुरा गरेर बात गरेर तपाईँ क्लियर गर्नुहोस् होला है। र अब सही समयमा तपाईँ यहाँ आउनु सक्नु भयो भने र सही जग्गामा तपाईँ आउनु सक्नु भयो भने त्यो चाहिँ तपाईँको लागि एकदमै राम्रो हुन्छ है साथीहरू। र अर्को प्रश्न तपाईँले सोध्नु भएको छ कि एमबीके सिक्युरिटी सर्भिस कस्तो छ। त दाइ हेर्नुहोस् एमबीके सिक्युरिटी सर्भिस एकदमै राम्रो कम्पनी हो, एकदमै राम्रो कम्पनी हो। अब तपाईँको युए भरिमा एमबीके सिक्युरिटी सर्भिसको राम्रो नाम छ है, एकदमै रेप्युटेड कम्पनी हो सिक्युरिटी सर्भिसको फिल्डमा। तर तपाईँले मलाई यो लेखेर पठाउनु होला कि कुन ठाउँको लागि तपाईँले सोध्नुभएको, अब दुबईको लागि हो कि आबुधाबीको लागि हो है, किनभने यो कम्पनीको एमबीके कम्पनीको दुवै ठाउँको लाइसेन्स छ, दुवै ठाउँमा यसले अपरेट गर्ने गर्छ यसले। एमबीके कम्पनीको अब दुबईमा तपाईँको हो भने तपाईँको स्यालेरी अलिकति कम्ती पाउने भयो र त्यही कम्पनीको अब तपाईँ आबुधाबीमा हो भने पिएचबिडी कम्पनीमा त्यसमा चाहिँ तपाईँको अलिकति बढी स्यालेरी तपाईँले पाउन सक्नुहुन्छ। बढी भन्दा पनि झन्डै झन्डै अब भनौँ न 800-900 दिरहम तपाईँको बढी नै पाउँछ एज कम्पेयर टु उता सिरा दुबईमा। आयुष दाइ एकदमै हतार नगर्नुहोस्, कोही बात छैन, आएन कोही बात छैन, धेरै राख्नुहोस्, पेसेन्स राख्नुहोस्, आफ्नो स्किलको माथि काम गर्नुहोस् है। राम्रो इङ्ग्लिस बोल्ने तपाईँको ज्ञान हुनु पऱ्यो, तपाईँको त्यस्तो एबिलिटी हुनु पऱ्यो, सिप हुनु पऱ्यो है। राम्रो इङ्ग्लिसको साथसाथ अब तपाईँको राम्रो क्वालिफिकेसन तपाईँको छ भने, एजुकेसन तपाईँको सर्टिफिकेट छ भने, एटलिस्ट कमसेकम तपाईँको ग्रेजुएसन लेभलमा छ भने सिक्युरिटी गार्डको जबमा आएर पनि तपाईँले अरू कुनै जबमा तपाईँले यहाँ ट्राई गर्नु सक्नुहुन्छ, त्यस्तो तपाईँकोमा अप्सन र अपर्च्युनिटी तपाईँले पाउन सक्नुहुन्छ यहाँ है। र मेरो सेकेन्ड कमेन्ट मलाई लेख्नु भएको छ नवाब दाइले। त नवाब दाइले मलाई लेख्नु भएको छ दाजु मेरो 20 साल भयो तर म पिएचबिडीमा जब गर्न चाहन्छु हुन्छ कि नै। त नवाब दाइ हेर्नुहोस् तपाईँको भर्खर अब 20 साल भयो अरे, एकदमै यङ एजमा तपाईँ हुनुहुन्छ। अब तपाईँ 20 साल भएपछि अब भनौँ न कि तपाईँको अब ग्रेजुएसन पनि तपाईँले कम्प्लिट गर्नुभएको छैन है, भर्खरै अब भनौँ न तपाईँको अब तपाईँले ज्यादा से ज्यादा तपाईँले अब 12th तपाईँले पास गर्नुभएको होला है। त अलिकति मलाई बादमा क्लियर गरिदिनु होला, अझै मलाई लेखेर पठाउनु होला कि तपाईँको क्वालिफिकेसन कति छ है। तर अब अहिलेको लागि चाहिँ म के भन्छु भन्दाखेरि नवाब दाइ
नआउनुहोस् अहिले है, अहिले एकदमै नआउनुहोस्। अहिले तपाईँको एकदमै कम उमेर छ, तपाईँ एकदमै अहिले सानै हुनुहुन्छ अहिले है। सिक्युरिटी गार्ड जबको लागि तपाईँको मेच्योर मान्छेको चाहिन्छ, जरुरत मेच्योर मान्छेको जरुरत छ यहाँ। त्यही कारण म हरेक आफ्नो भिडियो भनेको साथीहरू मजाक सम्झेर नआउनुहोस् सिक्युरिटी गार्डको जबलाई है। सिक्युरिटी गार्ड जब खेलाची होइन, मतलब साथीहरू हेर्नुहोस् है, यस्तो चाहिँ यहाँ हुँदैन है। तपाईँले अब आफ्नो गाउँ देश घरमा तपाईँले सुन्नु भएकोलाई यस्तो कुराहरू होइन, यहाँ आएर तपाईँले आरामले गर्नु सक्छ भनेर है। अब त्यो कुरा उसले भनेको मान्छेको अब उसको आफ्नो हिसाबले होला, तर जरुरी छैन यहाँ सबैकोसँग त्यस्तो राम्रो हुन्छ भनेर। तपाईँ यहाँ आएर त्यस्तो अप्ठ्यारो ठाउँमा पढ्नु भयो भने तपाईँको जिना मुस्किल हुन्छ। अरू सिक्युरिटी गार्डको जबमा तपाईँ अब आएर हतपत तपाईँ अरू कतै जाने त्यस्तो पनि सिस्टम छैन यहाँ। तर भर्खर तपाईँको 20 साल भएको छ त साथीहरू, 20 साल चाहिँ अब एकदमै कम उमेर हो। 20 साल के म त भन्छु 24-25सम्म पनि तपाईँ नआउनुहोस्। आफ्नो एजुकेसन तपाईँ कम्प्लिट गर्नुहोस्, त्यो सबभन्दा ठुलो जरुरी हो। तपाईँ यहाँ सिक्युरिटी गार्डको जबमा त्यति कम उमेरमा आएर तपाईँले अलिकति धोका पनि हुनसक्छ। सिक्युरिटी गार्डको जबमा राम्रो बोल्ने, एकदमै राम्रो अब त्यो तर्क वितर्क गर्ने त्यस्तो क्षमता हुनुपर्छ। सिक्युरिटी गार्डको जबमा थुप्रै कुरा हुन्छ साथीहरू यस्तो। तपाईँ यहाँ सिक्युरिटी गार्डको जबलाई मजाक सम्झेर नआउनुहोस्, खेलाची सम्झेर नआउनुहोस्। यो नर्मल कुरा होइन, एकदमै भारी जिम्मेदारी कुरा हुन्छ। कति ठाउँमा यस्तो हुन्छ कि तपाईँले डल्लै तपाईँको अब जो लेबरहरू हुन्छ नि, त्यो लेबरहरूको हिसाब किताब राख्नुपर्ने, एटेन्डेन्सहरू लगाउने त्यस्तो हुन्छ यहाँ। एकदमै फटाफट दिमाग चल्ने खालको त्यस्तो चाहिन्छ यहाँ मान्छेहरू। त भर्खरै तपाईँ 20 सालको हुनुहुन्छ त तपाईँकोमा अब राम्रो क्वालिफिकेसन पनि छैन होला। तपाईँ भर्खरै अब भनौँ न तपाईँले 12th मात्रै तपाईँले पास गर्नुभएको होला मुस्किलले है। राम्रो इङ्ग्लिस बोल्नेको यहाँ एकदमै जरुरी हुन्छ साथीहरू। त राम्रो इङ्ग्लिस बोल्ने तपाईँको सिप, त्यस्तो ट्यालेन्ट, त्यस्तो स्किलमा त्यसलाई फोकस गर्नुहोस्। तपाईँ आउनेको लागि हतार नगर्नुहोस्। 40 वर्षसम्म लिने गर्छ, 40 वर्षसम्म। ठिक छ, बहुत टाइम छ तपाईँकोमा। त अहिले भर्खर तपाईँ 20 सालको हुनुहुन्छ त कमसेकम अझै 3-4 साल तपाईँ अझै लगाउनुहोस् आफ्नो माथि। आफ्नो एजुकेसन कम्प्लिट गर्नुहोस्। मिनिमम पनि तपाईँ ग्रेजुएसन लेभलमा तपाईँ सर्टिफिकेट तपाईँ यहाँ लिएर आउनु सक्नुभयो भने तपाईँको लागि एकदमै राम्रो हुन्छ। सिक्युरिटी गार्डको जबमै आउनुहोस्, कोही बात छैन। तर सिक्युरिटी गार्डको जबमा आएर यदि तपाईँकोमा त्यस्तो क्वालिफिकेसन छ, तपाईँ त्यस्तो ट्यालेन्ट छ तपाईँकोमा है, तपाईँकोमा सिप छ 2-4 राम्रो इङ्ग्लिस बोल्ने तपाईँको क्षमता छ है, कम्प्युटर तपाईँले राम्रो चलाउनु आउँछ, तपाईँको एआईको तपाईँको नलेज छ भने साथीहरू तपाईँ यहाँ सिक्युरिटी गार्डको जबमा आएर पनि तपाईँले आफ्नो अझै कुनै जब अर्को जबको लागि तपाईँले ट्राई गर्नु सक्नुहुन्छ। त्यस्तो अपर्च्युनिटी, त्यस्तो मौका तपाईँले पाउन सक्नुहुन्छ है। थुप्रै चिजहरू यस्तो हुन्छ साथीहरू, यहाँ तपाईँ आएर तपाईँले जब यहाँ अन ग्राउन्ड यहाँ जब तपाईँले सहनुहुन्छ, झेल्नुहुन्छ नि, यहाँ जब 50 डिग्रीको गर्मी, तब मात्रै तपाईँले यहाँ आएर बुझ्नुहुन्छ। त नवाब दाइ हेर्नुहोस् है, एकदमै तपाईँ हतार नगर्नुहोस्। भर्खर 20 सालको हुनुहुन्छ, अझै टाइम लगाउनुहोस् आफ्नो माथि, स्किल तपाईँ सिक्नुहोस् है। सिक्युरिटी गार्डको जब मजाक होइन, भारी रिस्पोन्सिबिलिटीको कामहरू हुन्छ यहाँ। तपाईँ त अहिले एकदमै अहिले यङ एज, तपाईँ अहिले भनौँ न तपाईँको जवानी पनि तपाईँको सुरु भएको छैन, यो भनौँ न अहिले मलाई एउटा मोटा त यहाँ चाहिँ अब सिक्युरिटी गार्डको जबमा चाहिँ अब एउटा मेच्योर मान्छेको दरकार हुन्छ यहाँ, यो कुरा बुझ्नुहोस् तपाईँ। त नवाब दाइ सबभन्दा बेस्ट एडभाइस यही हो, अहिले तपाईँ एकदम हतार नगर्नुहोस्, अहिले नआउनुहोस्। तपाईँ आउनु चाहनुहुन्छ राम्रो कुरा हो, तर आफ्नो गाउँ देश घरमै पहिला अब आफ्नो एजुकेसन कम्प्लिट गरेर गाउँ देश घरमै तपाईँ आफ्नो एउटा जबको तलास गर्नुहोस्, सर्चिङ गर्नुहोस्। पाएन भने बादमा फेरि आउनुहोस्, तब मात्रै तपाईँ यहाँ सक्सेस हुनसक्छ है। किनभने साथीहरू यहाँ स्ट्रगल गरेको मान्छेले यहाँ राम्रो बुझ्छ यहाँ पैसाको के हो भ्याल्यु। त साथीहरू हेर्नुहोस् है, अब यो दुईवटा कमेन्ट तपाईँसँग सेयर गरेँ मैले, र मेरो पर्सनल ओपिनियन होइन, मेरो व्यक्तिगत अनुभवको आधारमा जो मैले तपाईँले पोइन्ट्सहरू भने, जो एडभाइस मैले तपाईँले दिने प्रयास म गर्दैछु यो भिडियोमा, त्यसमा तपाईँ अलिकति बुझ्नुहोस् होला है। हतार नगर्नुहोस्, हतार गर्ने कुनै दरकार छैन। 40 वर्षसम्म लिने गर्छ घरिघरि म भन्दैछु तपाईँलाई। तर यहाँ सिक्युरिटीको जबमा आएर साथीहरू यो मजाक होइन। सिक्युरिटीको जब, सिक्युरिटीको जबमा एकदम भारी जिम्मेदारीको डिमान्ड हुन्छ यहाँ। मैले भनेको पोइन्ट्सहरू, मैले भनेको एडभाइसहरूमा तपाईँ लागेर आफ्नो माथि समय इन्भेस्ट गर्नुहोस्। 2-4 सिप पक्का सिकेर आउनुहोस्। इङ्ग्लिस तपाईँ आफ्नो राम्रो इम्प्रुभ गरेर आउनुहोस्, राम्रो एजुकेसन क्वालिफिकेसन लिएर आउनुहोस्। एटलिस्ट तपाईँकोमा ग्रेजुएसन लेभलको सर्टिफिकेट हुनु एकदम अनिवार्य हो है। तब मात्रै तपाईँले राम्रो ठाउँमा तपाईँले जब लोकेसन तपाईँले पाउन सक्नुहुन्छ इज्जतको साथ, र तपाईँले एकदमै ठाँटको साथ तपाईँले काम गर्न सक्नुहुन्छ। यो तपाईँ कुरा बुझिराख्नुहोस् अलिकति है। आजको सानो एउटा भिडियोमा यति मात्रै। तपाईँहरू केही कमेन्टहरू छ भने, प्रश्नहरू जिज्ञासाहरू तपाईँलाई छ भने साथीहरू मलाई सोध्नु होला। म प्रयास गर्छु त्यसको जवाब दिनुको लागि। अब जवाब दिनुमा अलिकति 2-4 दिनको ढिलो भयो भने त्यसमा नरिसाइदिनु होला, टाइम हुँदैन। एकदमै कम समयमा अब सबै थुप्रै चिजहरू गर्नुपर्ने हुन्छ यहाँ सिक्युरिटीको जबमा। तर पनि मेरो त अब नाइट ड्युटीको सिफ्ट छ भनेर मात्रै अलिकति भिडियोहरू बनाउने होइन, भिडियोहरू एडिटिङ गर्ने म समय पाउँछु, होइन भने डे ड्युटी छ भने त्यो पनि पाउँदैन। बडा मुस्किल हुन्छ डे ड्युटीमा है साथीहरू। आजको सानो एउटा भिडियोमा यति मात्रै। भेटौँ नेक्स्ट भिडियोमा, तसम्मको लागि जय गोर्खा।